यो बुलेट बाइकको पक्राउ गर्ने र कानुन बमोजिम कारबाही गर्ने क्रम चाहिँ हाम्रो चलिरहेको छ। तर पछिल्लो समयमा हामीले यसलाई अभियानकै रूपमा सञ्चालन गरेको चाहिँ हप्ता दिन जति भयो। यसको यो किन गरियो भने समाजमा गाउँटोलमा यो बुलेट बाइकका आवाजहरू पड्काउने, मोडिफाई गर्ने र त्यसबाट निस्केका आवाजहरूले विशेष गरी बच्चाबच्चीहरू, वृद्धहरू र बटुहरूलाई धेरै असुविधा भयो भन्ने हाम्रो ठम्याइरह्यो। त्यस्तो प्रकारको गुनासो पनि आयो र त्यही कुरालाई नियन्त्रण गर्नको लागि अहिले हामीले यसलाई पक्राउ गरेर कानुन बमोजिम कारबाही गर्ने, मोडिफाइड भएकोलाई त्यसको स्वरूपलाई ओरिजिनल स्वरूपमा लिएर आउने लगायतको कामहरू जुन गरिरहेका छौँ, यसलाई हामीले अहिले अभियानकै रूपमा चलाएको चाहिँ 1 हप्ता जति भएको छ। धन्यवाद। यसको लागि हामीले फेरि के गरेका छौँ भन्दाखेरि अब जस्तो यो मोडिफाइड भएका बाइकहरू चेन्ज गरेर यहाँबाट जसले लानुहुन्छ त्यसको हामीले रेगुलर मोनिटरिङ गर्ने एउटा प्रबन्ध मिलाएको छौँ। कसैलाई 15 दिनमा, कसैलाई 1 महिनामा उनीहरूको अवस्था हेरिकन, ठाउँ अवस्था र उहाँहरूको चालचलन हेरिकन फेरि पुनः यस कार्यालयमा ल्याउने, देखाउने र रुजु गर्ने सम्मको प्रबन्ध हामीले मिलाएको कारणले हाम्रो यो प्रक्रिया चाहिँ लगातार रहन्छ, नियमित रहन्छ। जुन अहिले समातेको बाइकहरूको चाहिँ कानुनी प्रक्रिया चाहिँ कस्तो हुन्छ सर? अहिले समातेको बाइकको कानुनी प्रक्रिया यो मोडिफाइड भएको हकमा मोडिफाइड गरिएको साइलेन्सर पाइप परिवर्तन गर्ने, त्यो कानुन बमोजिमको रासो तिर्ने र अहिले लिएर जाने हो। र फेरि मैले अहिले भने यसलाई चाहिँ हामीले मोनिटरिङमा राखेका छौँ र उहाँहरूले हामीलाई एस्योर गर्नको लागि, शान्ति व्यवस्थालाई सहयोग गरेको छु भन्ने देखाउनको लागि पनि यसको समय समयमा प्रहरी कार्यालयमा ल्याएर मेरो साधन दुरुस्त छ है भनेर देखाउनु पर्ने सम्मको प्रबन्ध हामीले मिलाएका छौँ। मेरो ढाड दुखेर हल्न चल्न भएको थियो। वैदिक दबाई खाएपछि एकदम ढाड निको भयो। अहिले दुखेको अनुभवै हुँदैन। यो चाडबाडको समयमा हामीहरूलाई चाहिँ यो विभिन्न ठाउँहरूबाट, पब्लिकहरूबाट कम्प्लेन आयो। यो धेरै ध्वनि प्रदूषण भयो, धेरै मोटरसाइकलहरू पड्क्यो, हामीलाई सुत्न गाह्रो भयो भन्ने जस्ता कम्प्लेनहरू आइसकेपछि र हामीले पनि देखेको, हामीले पनि अब नियमित ड्युटी गस्ती गर्ने क्रमहरूमा पनि हामीले देखेअनुसार चाहिँ हामीले यो अभियान नियमित चेकिङमा अलिकति बढी चेकिङ गर्ने र जुन क्षेत्रहरूबाट यस्तो कम्प्लेन आएको छ त्यो क्षेत्रलाई अलिक बढी फोकस गरेर हामीले चेकिङलाई अलिकति बढायौँ। चेकिङलाई बढाइसकेपछि अब विशेष गरिकन यो मोडिफाई भनेको अझ अलिक फोकस चाहिँ केलाई गरियो त भन्दाखेरि जसले यो ध्वनि प्रदूषण गर्छ, ठुलो साउन्डहरू निकाल्छ, पड्किने खालको आवाजहरू निकाल्ने गरी सवारी मोडिफाई गरेको हुन्छ, यसलाई अलिकति बढी फोकस गरेर हामीले करिब 3 दर्जनभन्दा धेरै मोटरसाइकलहरू हामीले समात्यौँ, नियन्त्रणमा लियौँ र आज हामीले अब यसलाई यो कारबाही स्वरूप अब हामी के गर्दैछौँ भन्दाखेरि अब सर्वप्रथम त यो यसको जुन साइलेन्सर हुन्छ, मोडिफाई गरेको साइलेन्सरलाई निकालेर यसको ओरिजिनल स्वरूपमा ओरिजिनल साइलेन्सर यसमा राख्नुपर्ने अवस्था हुन्छ, अहिले राख्नुपर्ने हुन्छ उहाँहरूले। र त्यसै गरी सवारी तथा यातायात व्यवस्था ऐन 2049 बमोजिम यो जुन मोडिफाई गरेको छ, अनुमति बिना यसलाई हेरफेर गर्ने भन्ने जुन दफा 39 छ, दफा 39 बमोजिमको कसुर हो यो। अब यसलाई हामीले के गर्छौँ त भन्दाखेरि चिट काटेर हामीले यातायात व्यवस्था कार्यालयमा पठाउँछौँ र उहाँबाट जरिवाना गरेर आइसकेपछि त्यो जरिवाना गरेको रसिद लिएर आइसकेपछि, जरिवाना गरेको भाउचर लिएर आइसकेपछि अब हामीले यसलाई चाहिँ यो चेन्ज गरेर हामीले यसलाई छाड्छौँ।